हेलो हाई गुड मर्निङ एभ्रिवान सबैजनालाई दर्शन नमस्ते टसिदले हामी चाहिँ आज घुमघाम कार्यक्रम चलिरहेछ साथीहरूसँग मेरो चाहिँ छुट्टी हो त्यही भएर छुट्टीमा रमाइलो भइरहेछ यता साथीहरू यता छ आज यस्तो छ मलेसियाको मौसम भन्नुपर्दा आज त यस्तो छ है साथीहरू हेर्न सक्नुहुन्छ हैन एकदम बिन्दास चलिरहेछ नि त साथी यता साथीको लप्परहरू न बिहानदेखि होला कसम होला उठेदेखिको अब यहाँ सुतिन्जेल जस्तो यस्तो लप परेर हेर्नु न यस्तो छ सिङ्गल मान्छेको फेरि यस्तो छ अरूको लप परेको देखेर बोल्नु के हो यता फेरि भाइ पनि छ ऊ पनि सिङ्गल हो हामी पनि सिङ्गल हो लप पर्नेहरूको यस्तो छ जिन्दगी फेरि साथी होइन ब्याङ्क जाने घरमा समस्या पर्यो भनेर हामीलाई हेर न फेरि घाम भन्यो न साथीहरू यहाँ हाम्रो बिचमा गइरहेछ हेर न यस्तो तातो घाममा हिँड्नु पर्यो आज अनि हेर त ल तातो घाम छैन साथीहरू होइन साथी फेरि होइन साथी त साथी हो फेरि लास्टै मिल्ने साथी यस्तो छ अब हामीलाई गर्मी भयो भनेर हेर्नु ल अनि फ्रिजमा राखेर ल्याइदिएको छ साथी अब पट्ट फोरिन्छ पटपट हानिन्छ अनि ल्याम्मा गएर सुतिन्छ है साथीहरू के कसो गाडीहरू त आएको छैन मैले यहाँ किनिदिएको गाडी कता लगो एउटा किनिदिएको अब हिँड्नु पर्यो गाह्रो ल साथीहरू अहिले हामी ब्याङ्क जाँदै गरेको अवस्था हो ब्याङ्क पुगेपछि थप जानकारी दिनेछु भन्दै साथीहरू अहिलेलाई चाहिँ मैले घोप्टाउन चाहन्छु म चाहिँ यो खान्छु नि त अब यो रेड बुल खानु पर्यो नि त त्यो खाइन्जेल अब साथीहरूसँग बोल्ने कुरो भएन होइन भिडियो गर्ने कुरो भएन त्यसैले गर्दा म जब यो खाइसक्छु तब देखाउँछु है साथीहरू ओके बाई